नमस्ते, शुभ दिन सम्पूर्णमा महोदय। यो दुनियाँ विचित्र छ। हामीले स्पष्ट बोल्यौँ भने कपटी मान्छे रिसाइदिन्छ। हामीले आफ्नो मेहनत गरेर खायौँ भने चाकरी गरेर खाने मान्छे रिसाइदिन्छ। यदि ऊ आफूलाई अहम्तावादी र दम्भी अनि धेरै ठुलो सम्झिन्छ र सम्झिने मान्छे छ भने, यदि हामी उसँग सानो मात्र तर्क गरिदियौँ भने ऊ झनै रिसाइदिन्छ। यदि जो मान्छेले हामीबाट धेरै आशा गरेको हुन्छ तर आशा अनुरूपले केही हात पार्न सक्दैन, त्यो मान्छे पनि झनक्क रिसाउँछ। यदि हामीले स्पष्ट र सही कुरा बोल्यौँ भने कपटी र चाप्लुसी गर्ने मान्छे रिसाउँछ। यो दुनियाँ अजीब छ महोदय। त्यसैले हामीले सधैँ यस्ता तत्त्वहरूबाट बचेर रहनुपर्छ। हामीलाई यी तत्त्वहरूले निरन्तर भित्रभित्रै भतभती जलाइरहेका हुन्छन् महोदय। हस्।